Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Prahlad. Happy birthday to you. ताली ल ल केक काट्नु के भन्नुपर्छ मैले के भन्नु होला नि धेरै धेरै धन्यवाद म हजुरलाई भेनाज वेलकम दिदीलाई यस्तो उ त होइन यसो अलिअलि बनाएको मात्र हो अब झिरझिर त यहाँ पुरै ऊ भएर ल्याएन कि यो अलार्म बज्ने दर अनि ऊ नि बुवा चाहिँ मिस ए अनै छ हो ए मैले त यहाँ केक काट्दैछ म त केक काट बाबु अनि त्यसपछि चाहिँ सबैलाई अनि म सानो प्लेट ल्याउँछु प्लेटमै दिए भइहाल्यो नि होइन ल है ल केक कुन फ्लेभरको भेनाज यो भ्यानिला जस्तो लाग्छ ल मम्मी यता साइडमा बस्नु के अरे नानी पनि यता साइडमा बस्छ अनि म खिचिदिन्छु कि यहाँ मम्मी बसेछु नि यता आएछु हो खुसी लाउरा नि तार लाग्यो म उता जान्छु खुसी आजको हजुर यहाँ आइसो म उताबाट जान्छु त्यो गिफ्टहरू लिएर आऊ केक काट्ने बेलामा केक काट्ने बेला म यता आउँछु अँ ल त्यो पनि ल ल ल ल है ल ल काट ल सुरु अब राम्रो खालको सकेन सानो सानो भए पनि अब एप्रिसिएट गरिदिनु होला हाम्रो बर्थडे प्रिपरेसनलाई आज अलि एकै दिनमा उ भयो रस भयो कि रस यो धेरै यहाँ आइटम के बनाउँदाखेरि ए ए मम्मी ल ल यो मम्मीलाई होइन अब सबै दिदीलाई अब देवी देवतालाई चढाएको ए ल है के छ है अब नेक्स्ट ल दिदीलाई खुलाइदियो अनि होइन पहिला ठुलोबाट उता ए ठुलो बात हो होइन नजिक त दिदी बात हो नि त नजिक ल ह्याप्पी बर्थडे टु यु ल धेरै धेरै आशीर्वाद मेरो भाइलाई ल अब भेनाजु गइसक्यो त्यही हो यसरी राख अनि सेतोबाट टिक टिक गर फोटो पनि हुन्छ ओके ल है ह्याप्पी बर्थडे पहिला म खुलाउँछु तिमीलाई ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ल धेरै धेरै शुभकामना है त ल धेरै पढ्ने ज्ञानी हुने भनेको मान्ने ल भाग्यमानी हुने कार्ड खै भेनाले भेनाको दिनु पर्यो ओ माय गॉड भेनाले भेनाको ल हजुरको र म डेरीको यो यो दिदी यो चाहिँ दिदी र भेनाको I don't know if you like it or not. ल हजुरले दिस्यो तिमी दियो नि त म खिच्छु होइन म हजुरले दिस्यो क्या मैले अघि काटिदिइसकेँ ए ल मम्मी छोपिसो सबै ल यो पनि मम्मीले दियो नि ए ल यो चाहिँ एउटा हातले यस्तो गरेर मम्मीले राख्नु भएको छ ल तिमी यता ल यो चाहिँ हाम्रो गिफ्ट हो थर्डफुल गिफ्ट छ मजाले युटिलाइज गर्ने ल यु वेलकम नमस्ते गॉड ब्लेस यु ल God bless you ओ माय गॉड ल ओ Ali धन्यवाद थ्याङ्क्स ओ माय गॉड बाहिर जाने कि भन्ने पनि भएको ए दिदीले के अरे ल फोटो पनि खिच्दा म्याथ पार्टी हो कि के भन्दै थियो तन्ना पार्टी गर्ने भन्दै अब तिम्रो बर्थडेमा मिल्दो रहेछ मम्मी बाबा चाहिँ तिमी र म मात्रै हुन्छ त्यो भाइ पनि मिल्दो रहेछ
ए भाइ म बिदा छ भाइको मन्दिर त्यही भनेर रहेछ ए ल मम्मी ल हजुरहरू सुतिसक्यो अब हामी खान्छौँ ल ल बाई हाम्रो प्रिय यसो देख्नु भएको छ तुमले थाङ्नु पर्छ ल सम्झिनुलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू हजुरहरूलाई नि रमाइलो गरिदिनुभयो ल ल ओके गुड नाइट बाई बाई ल त के भन्नु छ के छैन ल मम्मी मलाई जन्मदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू मम्मी भन्न अलिक कुरा गरेर मैले यस्तो कर्ली यस्तो गर्न भनेर बनाएको थिएँ कि हिजो अलि राम्रोसँग चाहिँ भएको छैन क्या है खास तिमीले त्यो ब्रेड बनाएकै कर्ली भयो। ल अब फोन राख्दे है भाइ ल हुन्छ राख ल